हेलो साथीहरु सबैले नमस्कार। सन्चै हुनुहुन्छ होला। फाइनली आज धेरै दिन पछाडी म भ्लग बनाउन लाग्छु। सबैले हेर्दिनु होला। यहाँ छ मेरो साथीहरु। हाम्रो कान्छा दाइ हुनुहुन्छ अनि पोखराको सोल्टी। हामी आज चाहिँ काममा पानी नआएर त्यतिकै बसिरहेको छौं। गाइचो भिडियोलाई धेरै माया गरिदिनु होला। म काम गर्ने ठाउँ चाहिँ यस्तो छ है साथी हो। यहाँ अनि गाडी यहाँ हो। यता निकालेर यहाँ भ्याक्युमहरु यहाँ हुन्छ हाम्रो। अनि यता हाम्रो काउन्टर। अनि आज चाहिँ पानी नआएर हामी त्यतिकै बसिरहेछौँ। यहाँ माथि चाहिँ हाइवे रोड। अनि आज चाहिँ पानी नआएर त्यतिकै बसिरहेछौँ तीनजना। गाडी त आयो अब उ छैन, पानी छैन। सिलबुले सलुट बस। टुडे नो वाटर। apa no problem। गाडी आयो, मैले फर्काइदिएँ, पानी छैन त्यही भएर। यहाँ क्याफे छ। यहाँ चाहिँ हाइवे हो। यता फेरि कुरियाको यहाँ सामान लिनु फेरि आउँछ। यहाँ पनि छ। फाइनली गाइज मेरो युट्युब च्यानललाई धेरै माया गरिदिनु होला। तपाईहरु के कस्तो सन्चै हुनुहुन्छ होला सबैजना। आरामै कुशलै होला नेपालमा। मेरो साथीभाइहरु, मेरो दर्शकहरु। आज एकदम चिसो, माइनस गइरहेछ, माइनस डिग्री। -6 सम्म राति गयो। दिउँसो भन्ने बिहान चाहिँ -1 डिग्री थियो। अनि हाम्रो कान्छा दाइ यस्तो पक्लक्क हिँड्छ। गाडी पुज्ने रुमल हेर्नु पक्कै आइस जमेर पुरा चिसो। यो घाम लाग्यो भने पानी आफै पक्लिन्छ। यस्तो रुख छ यहाँ चाहिँ फेरि। यो बढ्दा झ्यावै लागेर आउँछ। कम त झर्दैन, दिनको दिन बदल्नु पर्ने यो रुखले गर्दाखेरि। कान्छाले यता हेर्नु न हो नि, के यस्तो गरिदिनु सोल्टी। यस्तो गरिदिनु। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा। हवस् त, यति भन्दै म आजलाई बिदा माग्न चाहन्छु। हवस् त, बाई।